ओहायो गोजाइमासु। आज चाहिँ हामी जापानिजमा द फ्यान्टास्टिक वर्ल्ड अफ जापानिज स्याम्पल वर्ड्सहरू पढ्न गइरहेका छौँ। जस्तै कुनै पनि शब्दहरू दुईचोटि दोहोऱ्याएर आउने शब्दहरू, जस्तै सुरुमा रहेको छ निको 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 भनेको चाहिँ न्यानो र कोमल मुस्कान भनिन्छ। निको 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 भनेको चाहिँ न्यानो र कोमल मुस्कान हो। त्यस पछाडि दोस्रो नम्बरमा छ गेरा 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 भनेको चाहिँ भित्रैबाट ठुलो आवाजमा हाँस्नलाई भनिन्छ। आवाजमा हाँस्नु गेरा 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 भनेको भित्रैबाट ठुलो आवाजमा हाँस्नु। तेस्रो नम्बरमा छ निया 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 भनेको चाहिँ भावपूर्ण मुस्कान। भावपूर्ण मुस्कान निया निया भनेको चाहिँ भावपूर्ण मुस्कान। चौथो नम्बरमा छ कुसु 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 भनेको चाहिँ शान्त हाँसो। जस्तै मान्छे मुसु मुसु खुसु खुसु हाँसिरहन्छ नि, त्यसलाई चाहिँ कुसु कुसु भनिन्छ। पाँचौँ नम्बरमा छ सिकु 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 भनेको चाहिँ शान्त रूपमा विशेष गरी रोएको आवाजलाई भनिन्छ। रोएको आवाज, विशेष गरी रोएको आवाज सिकु सिकु, सिक सिक गरेर रुन्छ नि, त्यसलाई चाहिँ सिकु सिकु भन्छ। र 6 नम्बरमा छ वान 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 भनेको चाहिँ ग्वा ग्वा रुनलाई भनिन्छ खास चाहिँ। जस्तै वा वा गरेर रुन्छ नि, त्यसलाई भनिन्छ रोएको आवाज। कुनै पनि साइडको र छेउ वरिपरिको मतलबै नगरिकन ठुलो स्वरले रुनुलाई वान वान भन्छ।